यस्तो छ बाटो चाहिँ हैन। अनि यता उत्तरबाट आउँदाखेरि चाहिँ त्यो पुलपारी छ एउटा, त्यहाँ गणेश पञ्चाङ्ग मन्दिर छ भने बाटो यही हो। अनि यतापट्टि चाहिँ हाम्रो यो अँधी धान रोपेको चाहिँ 4 कट्ठा छ यसमा। देखिएछ कि देखेको छैन ठ्याक्कै त, यो ठुलो रुख देखेको भाग चाहिँ 4 कट्ठा पर्छ है। अँधी धान लगाएको छ। यो यहाँदेखि यता यो अँधी रोपेको सम्म चाहिँ पर्छ। पछाडि चाहिँ त्यही रुख देखेको सम्म हो। यस्तो छ बाटो, यस्तो छ। यता चाहिँ राम्रो घरहरू छन्, राम्रो छ बस्ती जे होस्। घर बनाएर बस्छु भन्नलाई मिल्छ, खेती गर्न जानु उपयुक्त त्यही नै हो। यो अनदी देखेको, यो अनदी लाको चाहिँ यो पछाडि त्यहाँसम्म पर्छ।